नमस्कार साथीहरू। आज म तपाईलाई मोबाइलबाट जीमेल अकाउन्ट कसरी बनाउने भनेर देखाउँदैछु। तपाई जीमेल एप वा क्रोम ब्राउजर दुवै माध्यमबाट नयाँ जीमेल अकाउन्ट बनाउन सक्नुहुन्छ। यदि जीमेल एप प्रयोग गर्दै हुनुहुन्छ भने एप खोल्नुहोस् र एड अनदर अकाउन्टमा ट्याप गरेर गुगल चयन गर्नुहोस्। अथवा क्रोम ब्राउजर प्रयोग गर्दै हुनुहुन्छ भने ब्राउजर खोलेर गुगलको साइन अप पेजमा जानुहोस् र क्रिएट अकाउन्टमा ट्याप गर्नुहोस्। अब फर माइसेल्फ विकल्प छान्नुहोस्। त्यसपछि आफ्नो फर्स्ट नेम र लास्ट नेम लेखेर नेक्स्टमा ट्याप गर्नुहोस्। अब आफ्नो जन्म मिति र जेन्डर भर्नुहोस्। त्यसपछि आफूलाई मनपर्ने जीमेल युजरनेम छान्नुहोस् र एउटा बलियो पासवर्ड बनाएर नेक्स्टमा ट्याप गर्नुहोस्। अब गुगलले फोन नम्बर माग्न सक्छ। यदि भेरिफिकेसन आवश्यक छ भने आफ्नो मोबाइल नम्बर हालेर भेरिफिकेसन पूरा गर्नुहोस्। तर यदि स्किप विकल्प देखिन्छ भने नम्बर नहाली स्किप गर्न सक्नुहुन्छ। अन्त्यमा गुगलका टर्म्स एन्ड कन्डिसन्स स्वीकार गरेर आई अग्रीमा ट्याप गर्नुहोस्। बधाई छ, तपाईको नयाँ जीमेल अकाउन्ट सफलतापूर्वक तयार भयो। अब तपाई जीमेल, युट्युब, गुगल ड्राइभ, गुगल फोटोज लगायतका गुगल सेवाहरू सजिलै प्रयोग गर्न सक्नुहुन्छ। यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै टेक्नोलोजी सम्बन्धी जानकारीका लागि फलो गर्न नबिर्सनुहोस्। धन्यवाद।